आज चाहिँ म जानेवाला छु गाउँमा, किनभने अब चुनाव आउन पनि एक दिन मात्र बाँकी छ। गाउँमा गएर अब भोट सोट पनि हाल्नुपर्छ, त्यसैले म चाहिँ आज गाउँ जान लागेको छु। आज चाहिँ हाम्रो गाउँमा प्रचारका लागि बालन शाह आउँदै हुनुहुन्छ, त्यसैले आज चाहिँ म निकै नै एक्साइटेड छु। मेरो फेभरेट नेता चाहिँ बालन शाह हो। तपाईँ चाहिँ को कमेन्ट गरेर भन्नु होला है त। छिटो गाउँ गएर छिटो बालन शाहलाई भेट्नु पर्छ, त्यसैले म चाहिँ आज यो बस लिएर जाँदैछु। यहाँबाट चाहिँ अरू मान्छे पनि भोट हाल्न जाँदैछन्, तिनीहरू फेरि निकै नै आत्तिसकेको होला, त्यसैले अब हामी यहाँबाट पनि लाग्नु पर्ने हुन्छ। म चाहिँ हाम्रो बस स्टार्ट गरेर यहाँबाट तुरुन्तै निक्लिहालेँ, किनभने हामी बालन शाहसँग पनि भेट हुन छ। फेरि बालन शाह गइहाल्नु भयो भने आज फेरि यतातिर मौसम एकदमै राम्रो छ क्या, हेर्नुस् न भ्यूहरू पनि कस्तो राम्रो देखिरहेको छ। तपाईँले यो भिडियोमा लाइक नगरे पनि तपाईँले आफ्नो फेभरेट नेताको नाम चाहिँ कमेन्ट गर्नु होला है त। आज बालन शाह आएको भएर होला यता पनि एकदमै भिडभाड रहेछ, बाटोमा पुरै जाम भइसकेको छ। पुरा गर्दा गर्दै हामी चाहिँ प्यासेन्जर भएको ठाउँमा पनि आइपुगिहाल्यौँ है त। बालन शाह आउने भएर होला आज चाहिँ भिड एकदमै ठुलो रहेछ, कतिले त भलक पनि बनाइरहेको छ। हेलो दाइ, मलाई चिन्नुहुन्छ? म पनि तपाईँ जस्तो भलगर हो नि। केलाई नचिन्ने भाइ, म तिम्रो सबै भिडियो हेर्छु नि त। ए हो र दाइ, ल हेर कता कति मान्छे त बच्चासम्म बोकेर आएछन् भोट हाल्नका लागि। ल ल ल सबैजना छिटो छिटो बसौँ त, अहिले बालन शाहलाई गाउँ गएर भेट्न पाइँदैन। ल ल गुरुजी जाउँ अब। सबैजना प्यासेन्जरहरू बसिसकेपछि हामीहरू यहाँबाट पनि निस्किन्छौँ। होइन बाटो पनि कति साँगुर हो, गाडी पल्टेर मोरिन्छ कि क्या हो। छि भाइ, कति असु बोलेको, नगरिकन छिटो छिटो हिँड त। केही समयको लङ राइड पछि हामी चाहिँ यस्तो दामी भ्यू भएको ठाउँमा आइपुग्छौँ है त। वारिपारिका डाँडा अनि यो सुन्दर दृश्य देख्दा मन भन्छ आज यतै बास बस्नु, तर के गर्ने, बालन शाहलाई नभेटी नहुनेछ। यो चाहिँ धेरै नै भयो। ल अब हेर्नुहोस् एउटा दामी ड्रोन सट, 4 लाखको ड्रोन तपाईँलाई नदेखाउनु पर्ने थियो, केही छैन देखाइहालेँ। यो बसको कमजोरी के रहेछ भने ठुलो ठुलो घुम्टीमा पनि यसको टर्निङै नपुग्ने रहेछ क्या। प्यासेन्जरहरूले भनेको यहाँ पर चाहिँ एउटा दामी फोटा खिच्ने ठाउँ छ अरे क्या, त्यहाँ रोक्नु पर्यो। ल टर्निङ नपुगेको धन्य त गइएन है। लामो समयपछि हामी चाहिँ यहाँ फोटा खिच्ने ठाउँमा पनि आइसक्यौँ। अब हामीले यहाँ बसले पार्क गरेर हामी यहाँबाट लाग्नु पर्ने हुन्छ। प्यासेन्जर चाहिँ अघि गइसक्यो अनि म अब पछि पछि जानेछु। होइन कति राम्रो ठाउँ हो, यस्तो ठाउँ त मैले आजसम्म देखेको थिएन। माथि पनि जानु पर्यो, झन् अझै राम्रो ठाउँ पो छ। होइन यो सिँढी पनि कति ठुलो, मान्छे भन्दा सिँढी पो ठुलो छ। केही छैन, यस्तो सिँढी त नागिहाल्छ। वाउ हेर्नुहोस् यहाँको भ्यूहरू कति दामी रहेछ क्या, कति दामी। भ्यूहरू हेर्दा हेर्दै मलाई एक्कासी पिसाब लाग्छ, त्यसपछि म पिसाब गर्नको लागि यता झाडीतिर जान्छु। त्यसपछि हेर्नुहोस् मेरो हालत के हुन्छ। बच्चा बच्चा बाघ आओ बाघ आओ। कसो त आज बाघले खान, होइन आज मेरो गरौ दशा ठिक रहन्छन् कि क्या हो। अब त म झाडीमा जिन्दगीभर मुत्न जान्न। करिब 12-13 घन्टा पछि हामी चाहिँ हाम्रो गाउँमा आइपुग्यौँ। ल गाउँ आइपुग्यो, सबैजना झरौँ त। बिहानसम्म चाहिँ मौसम एकदमै राम्रो थियो। गाउँ आइपुग्दा त यहाँ त ओहो पानी पो परिरहेको रहेछ। साला धेरै बरक्सिसकेछ, बहुत लाओ। अब घर जाने तयारी हो त है। बसबाट सबैजना झरिसकेपछि त्यहाँ र्याली ल्याउन पो थाल्छन्। भोट खेमा घन्टीमा। लौ यिनीहरू पनि घन्टीकै फ्यान रहेछन्। सबैजना झरेपछि म पनि बसबाट झर्छु र बालन शाहलाई खोज्दै हिँड्छु। केही पर गएपछि एउटा पसलेसँग सोध्छु, साउजी बालन शाहलाई देख्नु भएको थियो? ल भाइ, बालन शाह त भर्खरै माथि जानु भयो नि फोटा सोटा खिच्नका लागि। साउजीको कुरा सुनेपछि चाहिँ म हतार गरेर होटलतिर जान्छु, किनभने बिहान घरबाट हिँडेको यतासम्म भोक लागेको छ। होटलमा गएर भात दबाएर राखिन्छ। 5 minutes later। होइन के हो, तल त पुरै धुवाँ उडिरहेछ त। उता अमेरिकातिर लडाइँ भएको यतासम्म आएछ। केही छैन, एउटा मिसाइल फाल्दा त हेर के गर्छ गोर्खाले, अनि थाहा पाउँछस्। हाम्रो बालन सर चाहिँ यता माथि जानु भएको छ अरे, फेरि म चाहिँ माथि जानु पर्ने हुन्छ। होइन बालन शाह खोइ त, म त देख्दिनँ त। ए उहाँ पो हुनुहुँदो रहेछ। हेलो बालन शाहजी, म तपाईँको एकदमै ठुलो फ्यान हो नि त। ओहो भाइ, अहिलेको भोट चाहिँ मलाई दिनुपर्छ, जसरी भए पनि मलाई जिताउनु पर्छ। तिमीले देश परिवर्तन गर्नु छ हामीले। ए सर, म भन्दिँदा छु नि, हाम्रो गाउँको भोट तपाईँलाई त हो नि यसपालि। ल भाइ, म भर परे है त। पहिला मलाई प्रधानमन्त्री बन्न देऊ, त्यसपछि म तिमीले राम्रोसँग व्यवस्था गर्छु। पहिलेलाई मलाई हतार छ, म लागे है त, पछि भेटौँला। ए हुन्छ ल गाइज, तपाईँले आजको भ्लग कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्न नभुल्नु होला। अनि बालन शाहको इन्ट्री कस्तो लाग्यो त्यो पनि कमेन्ट गर्नु होला। अनि यस्तै भिडियो हेर्नको लागि चाहिँ हामीलाई सब्स्क्राइब गर्नुपर्ने हुन्छ तपाईँले। आजको भ्लगमा चाहिँ यति नै, अब भेटौँला अर्को भ्लगमा। बाई बाई।